देश जलाउनेहरू भनेर हामी सम्बद्ध कतिपय मान्छेहरूलाई आरोप पनि लाग्ने गरेको छ। म फेरि पनि स्पष्ट गर्न चाहन्छु, हो पहिला स्कुलको ड्रेसमा आएका कलिला बालबालिकाको छाती र टाउकोमा ताकी गोली हानियो, त्यसपछि मात्र संरचना जलेका हुन्। जल्नु हुँदैन थियो, गलत भयो, तर गोली ठोक्न हुँदैन थियो, मान्छे मार्न हुँदैन थियो, त्यहीबाट बिग्रिएको हो। आजसम्म पनि सिंहदरबार कसले जलायो भन्छन्? सिंहदरबार त्यसैले जलायो जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो, बालबालिकाहरूलाई गोली ठोक्यो, त्यसैले जलाएको सिंहदरबार। त्यो सिंहदरबारमा भ्रष्टाचारको अखडा हुन्न थियो भने बालबालिकाहरू स्कुल ड्रेसमा आन्दोलन गर्न, सुशासन माग्न जाँदैनथे, नेपोकेटको नारा लिएर जाँदैनथे। तिमीले बेथिती बनायौ, उनीहरू नारा लगाउन गए। त्यसकारणले सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै समूह हो, एउटै मानिसहरू हुन्, एउटै जात छ उनीहरूको, अरू कोही पनि होइन। तर बन्छ, हामी बनाउँछौँ मात्र होइन, हामी बदल्छौँ।